यस्तो सुकिलो मुकिलो लाउने सुदन किराँती अनि के अरे कट्टु लगाउने मैलो टी सर्ट लाउने हर्क साम्पाङसँग कसरी विचार मिल्यो भन्ने एउटा यसमा अलिकति ठ्याक्कै भनिदिनु। लाउनेसँगको कुराले अर्थ राख्दैन, विचारसँगको कुराले अर्थ राख्छ। ड्रेस नमिलाउँ विचार मिलाउँ क्या, जात नमिलाउँ रगत मिलाउँ न। रगत त सबैको मिल्छ, हाम्रो विचार मिल्यो भन्ने भयो क्या। उहाँको आफ्नै तर्क होला, मेरो आफ्नै तर्क हुनसक्छ, छलफल गरौँ। उहाँको एउटा आदर्शबाट उहाँ प्रेरित हुनुहुन्छ, म त्यो आदर्शलाई फलो गर्न कति लायक छु त? हजुर, म कति फलोअप गर्न सक्छु, मेरो जीवनमा कति लागु गर्न सक्छु? मेरो पनि आफ्नो परिभाषा होला। काम गर्दाखेरि उहाँको जस्तै लुगा लगाएर म पनि गर्छु, तर यो समारोहमा आउँदाखेरि मैले यो सर्ट लगाएर, तर यो सर्ट मैले कहाँबाट लिएर किने? भ्रष्टाचार गरेर किनेको छु छैन, माफिया तन्त्र गरेर किनेको छु, कसैलाई ठगेर किनेको छु, कसैको मन दुखाएर किनेको छु, कसैलाई चन्दा मागेर किनेको छु नि प्रश्न उठाउनु उठ्छ। यसमा चाहिँ प्रश्न उठ्नु हुँदैन। सम्पूर्ण मित्रहरूलाई नमस्कार। आज चाहिँ विशेष गरी यहाँनिर श्रम संस्कृति पार्टीको युवा सङ्गठनले चाहिँ ललितपुरमा चाहिँ बुद्धिचाल प्रतियोगिता राखेको रहेछ र प्रमुख अतिथिको रूपमा आज सम्पन्नको दिन चाहिँ पूर्व माननीय मन्त्रीज्यू सुदन किराँती हुनुहुन्छ। यो युवा सङ्घले जुन राख्यो नि श्रम संस्कृतिको, यो कस्तो तपाईँहरूको माओ पार्टीको कन्सेप्ट हो कि युवाहरूकै कन्सेप्ट हो? अब यो यहाँको ललितपुर जिल्ला पार्टीको भूमिका होला, तर पार्टी केन्द्रसँगको यसको सम्बन्ध र यो खेलसँगको त्यति साइनो छैन। युवा सङ्गठन भनेको आफैमा एउटा सृजनशील उमेरको, ऊर्जाशील उमेरको त्यो समयको सङ्गठन भएको हुनाले, त्यो समय अवधिको उमेर भएको सङ्गठन भएको हुनाले स्वाभाविक रूपमा उहाँहरूले यस्तो रचनात्मक कार्यक्रमहरू सोच्नु ठिकै हो जस्तो मलाई लाग्छ। ललितपुर पार्टीसँग केही होला। जस्तो हाम्रो नेपालको राजनीतिमा भातृ सङ्गठन युवा सङ्गठन भनेको चाहिँ हान्ने मार्ने टायर बाल्ने मात्रै देखिएको थियो क्या अहिलेसम्म। अब श्रम संस्कृति पार्टीको जन्म पनि 1 वर्ष पनि भएको छैन। यो युवाहरूले यस्तो खालको कन्सेप्ट कसरी सोच्यो होला के? अब पार्टीको मूल दिशा नै के छ भन्दाखेरि हामीले युवा शक्तिलाई ढुङ्गा हान्ने तपाईँको चाहिँ एउटा साधनको रूपमा प्रयोग नगरेर निर्माणको निम्ति, उत्पादनको निम्ति, नेपाललाई सुन्दर बनाउने प्रयोजनको निम्ति प्रयोग गर्ने भनेर हामीले भनी त राखेका छौँ। योसँग तपाईँको सम्बन्धित छ कि नेपालमा धेरै ठुल्ठुलो तपाईँको चाहिँ व्यवस्थाको विरुद्धमा, अर्थात् एउटा व्यवस्था फालेर अर्को व्यवस्था ल्याउनुको निम्ति आन्दोलन, क्रान्ति, बलिदानहरू भए। त्यो व्यवस्थालाई नै टेकेर अब धेरै हामीले बलिदान गर्नु पर्दैन, टायर बाल्नु पर्दैन, आन्दोलन गर्नु पर्दैन भन्ने उद्देश्यबाट यो हो। यसको प्रतीकात्मक तपाईँको चाहिँ अर्थ चाहिँ के छ भने अब हामी नेपाललाई निर्माणको दिशामा हामी जाउँ, यो निर्माणको समय हो भन्नेतिरबाट हामीले इङ्गित गरेको। तर कुनै पनि समय निरपेक्ष हुँदैन, सधैँभरि तपाईँको चाहिँ हामीले भने जस्तै परिस्थिति नहुन सक्छ। भोलि हामीले तपाईँको चाहिँ के भन्छ जवाफी कारबाही भन्छ नि, परिस्थिति त्यस्तै विकास भएर आयो भने त हामीले तत्कालीन परिस्थितिको तपाईँको चाहिँ उपज नै हामीले निर्णयहरू लिनुपर्छ जस्तो लाग्छ। भनेपछि गुरिला शैली पनि नअपनाउला भन्न सकिन्छ? होइन, त्यो परिस्थितिले निर्धारण गर्ने। जस्तो थियो त तत्कालीन तपाईँ त माओवादीमा हुनुहुन्थ्यो, त्यतिखेर वाइसेल नेपाल भन्ने थियो। वाइसेल नेपालको आतङ्क यति थियो कि हान्ने र ठोक्ने मात्रै थियो होइन। अब त्यहाँबाट चाहिँ अहिले जस्तो काङ्ग्रेसको तरुण दल, एमालेको युवा सङ्घ होइन, यस्तो हुँदाखेरि चाहिँ त्यही मात्रै कन्सेप्ट होइन, युवालाई चाहिँ फोर्सको रूपमा मात्रै प्रयोग गर्ने। त्यो बेला चाहिँ नेपालमा संवैधानिक राजतन्त्र थिए, नारायणहिटीमा राजा थिए, जनताको छोराछोरीहरू जनतैबाट चुनिएर जानु पाउने व्यवस्था थिएन। त्यो व्यवस्थालाई अन्त गरेर गणतन्त्र लिएर जनताकै छोरी या छोरा राष्ट्र प्रमुख हुने व्यवस्था ल्याउने र रोक्नेको बिचमा झडपहरू हुन्थे। त्यो चाहिँ त्यति बेलाको आन्दोलनले त्यतिखेरको परिस्थितिले सिर्जना गरेको कुरा हो। र अहिलेको स्थिति चाहिँ हामीले नेपालमा लोकतान्त्रिक गणतन्त्र नै स्थापित भएको सन्दर्भमा अब चाहिँ यो व्यवस्थालाई नै
राम्रोसँगले मलजल गरेर यसको सुधार्नु पर्ने तपाईँको चाहिँ पक्षहरूलाई सुधारेर रूपान्तरण गरेर देशलाई तपाईँको चाहिँ विकासको बाटोमा लानुपर्छ भन्ने उद्देश्यले हामी युवाहरूलाई प्रेरित गरिरहेका छौँ हामी चाहिँ अहिले। जस्तो यो व्यवस्थामा सुधार्नु पर्ने भन्नुभयो, केमा तपाईँहरूको थोरै असहमति केमा छ? होइन, अब संविधान त कुनै धर्मशास्त्रमा लेखिएको कुरा होइन जो अपरिवर्तनशील छैन। समय सापेक्षित संविधानलाई हामीले परिमार्जन गर्दै लानुपर्छ, त्यस सन्दर्भमा हो होइन। र मुख्यतः अहिलेको तपाईँको चाहिँ लोकतन्त्रको जीवनलाई जनताको जीवनको जरासम्म पुर्याउने सुशासनलाई तपाईँको स्थापित गर्ने, लोकतन्त्रको मूलभूत स्तम्भ तपाईँको चाहिँ पारदर्शिता जवाबदेहितालाई स्थापित गर्ने सन्दर्भमा हामीले भनेको। जस्तो अहिले पछिल्लो समयमा तराईमा जुन हिंसा भड्क्यो त्यस पछाडि एउटा समूहसँग चाहिँ गृहमन्त्रीले हिन्दू राष्ट्र चाहिँ 3 महिनाको छलफल समथिङ के भन्ने विषयमा केही सम्झौता भयो भन्ने कुरा थियो, त्यसमा के छ तपाईँहरूको चाहिँ? हिन्दू राष्ट्र हुनुपर्छ? होइन, नेपालमा इतिहासदेखि नै धमिलो पानीमा माछा मार्ने तत्त्वहरूले नेपाली समाजको विविधताभित्र उनीहरूले विष हाल्नु खोज्छ, तर त्यो नेपाली जनताले अहिलेसम्म अस्वीकार गर्दै आएको छ। किनभने नेपाली समाजको संरचना बनोटको प्रक्रिया नै त्यो तत्त्वले सोचे जस्तो छैन। एक ढङ्गले त्यो मलाई धेरै परसम्म जान्छ जस्तो लागेको थिएन। अब गाउँमा त तपाईँको चाहिँ दुई युवा समूह बिच दुईवटा तपाईँको चाहिँ मान्छे बिच झगडा हुन्छ नि, त्यो कहिले धार्मिक र सांस्कृतिकमा जाँदैन नि। पहाडतिर हेर्नु त छ त विभिन्न खालको। त्यो तराईतिर चाहिँ पान पसलमा तपाईँको चाहिँ झगडा भयो भने पनि त्यसलाई धार्मिक र सांस्कृतिक कलर दिनुपर्ने कारण के छ भन्दा त्यहाँ कुनै न कुनै तपाईँको चाहिँ के भन्ने त्यो इन्ट्रेस्ट समूहबाट निर्देशित र परिचालित नै बढी हुन्छ कि जस्तो पनि लाग्छ मलाई। त्यहाँ कोसिस पनि गरिन्छ, तर अब त्यो नेपाली जनताले खारेज गर्यो। त्यसमा युवा गृहमन्त्रीको तर्फबाट जुन पहल भयो त्यहाँसम्म जाने त्यो सक्रियताप्रति मेरो आफ्नो व्यक्तिगत रूपमा चाहिँ उहाँलाई एकदम धन्यवाद छ होइन। तर हरेक साना घटनाहरूमा गृहमन्त्री आफै गएर मिलाउन थालेपछि त्यहाँको सिडिओको काम के होला, प्रदेशको काम के होला, त्यहाँको एसपी डिआइजीहरूको काम के होला भनेपछि अर्कोतिरबाट हेर्दाखेरि चाहिँ कतै राज्य सत्ताकै अङ्गहरूलाई कमजोर बनाउने त्यो भूमिका त भएन भन्ने पनि एउटा लाग्छ। अर्को चाहिँ हतारमा तपाईँको चाहिँ त्यो प्रकारको निर्णयहरू गरियो, त्यो निर्णय अर्थात् सम्झौता या जेसुकै भने पनि त्यो समूहसँग वार्ता गर्दा चाहिँ आफ्नै पार्टीको कार्यकर्ताहरूसँग भन्ने पनि छ होइन। यो चाहिँ के हो तपाईँको चाहिँ यो सबै कुरा चाहिँ के हो? अब 3 महिनाभित्रमा भनेको छ, अहिले बर्खा छ, 3 महिनापछि फेरि आन्दोलन सुरु गर भनेर सरकारले नै मलजल गरेको संरक्षण गरेको हो कि होइन? आफ्नै कार्यकर्तालाई उहाँहरूले परिचालन गरेको हो कि या परिचालित गर्नुपर्छ भन्ने मनसायबाट प्रेरित हो कि? त्यो चाहिँ एउटा शङ्काको सुविधा चाहिँ प्रशस्त पैदा भएको छ। त्यो हो भने त्यो चाहिँ तपाईँको त्यो नेपालको हितमा छैन, देशको हितमा छैन। हिन्दू राष्ट्रको पक्षमा श्रम संस्कृति पार्टी कुनै पनि हालतमा हिन्दू राष्ट्रको पक्षमा संहिता धर्मनिरपेक्षता राष्ट्र हो नि त यो देश। हो अहिले त धर्मनिरपेक्षता राष्ट्र त त्यतिकै भएको छैन, हजारौँ हजारको बलिदानबाट भएको छ। फेरि एउटा मात्रै यहाँ त धर्म संस्कृति भएको समाज छैन होइन। धेरैभन्दा धेरै तपाईँको चाहिँ झन्डै 150को हाराहारीमा जाति छ, तिनीहरूको भाषाभाषी छन्, तिनीहरूको धार्मिक सांस्कृतिक तपाईँको चाहिँ आफ्नो मूल्य मान्यता छन् भनेपछि एउटै धर्म एउटै संस्कृति त्यो चाहिँ प्रमुख हो, अरू चाहिँ होइन भन्ने कुरा हुँदैन क्या। धर्मनिरपेक्ष राष्ट्र हामी त धर्मनिरपेक्षता राष्ट्रको एउटा पार्टीको कार्यकर्ता हौँ नि त। त्यस कारणले आफ्नो भन्ने हुँदैन कि यहाँ सबैको अभिभावक र सबैलाई मिलाउने फुलको भूमिका हामीले खेल्नुपर्छ। संघीयता त अपरिहार्य कुरा हो। तपाईँको चाहिँ नेपालको संविधानमा किटान भएको छ, यति ठुलो परिवर्तन शहीदको बलिदानबाट भएको छ। त्यो त अब नेपालको संविधानको आधार स्तम्भै हो क्या। संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी र गणतन्त्र, यो 4वटा तपाईँको खुट्टाहरू छन् या पिलरहरू छन् संविधानलाई थाम्ने।
एउटा पिलरलाई मात्रै हल्लाउनु खोजियो, कमजोरी बनाउनु खोजियो भने चाहिँ देशको संविधान असन्तुलित हुन्छ, देश चाहिँ कहिले पनि ननिक्लिने गृहयुद्धको बाटोमा जान्छ भन्ने कुरामा हामी एकदमै सचेत छौँ। अहिले राष्ट्रपति त अब 2/3 नजिकको छ। उनीहरूले चाह्यो भने संविधान चेन्ज गर्न पनि सक्ने व्यवस्था छ के अरे, होइन? 2/3 पुग्यो भने यदि यो जुन संघीयताको विषयमा त अहिले बालेन पनि संघीयताको पक्षमै देखिन्छ, प्रधानमन्त्री पनि धर्मनिरपेक्षताको जुन विषयमा चाहिँ यदि होइन उनीहरूले चाहिँ फेरबदल गर्नु खोज्यो भने श्रम संस्कृतिको भूमिका चाहिँ के हुन्छ? होइन, अब बालेनजी जो अहिलेको सम्माननीय प्रधानमन्त्री हो, उहाँले निर्वाचनमा दिनुभएको प्रतिबद्धतामा नेपालमा संघीयता चाहिन्छ। संघीयता चाहिँ हिजोको जस्तो होइन, अझ अधिकार सम्पन्न। काठमाडौँ त घुम्नु मात्रै आउने हो, पशुपति र बौद्धनाथहरूको दर्शन मात्रै गर्ने हो, चन्द्रगिरीमा गएर यसो मोबाइलबाट सेल्फी खिच्नुको लागि आउने हो। तर कामको निम्ति प्रदेशमै स्थानीय तहमै हामी त्यसलाई अधिकार सम्पन्न गर्छौँ भनेर उहाँले भनेको बाचा हो, गरिएको प्रतिबद्धता हो। एकातिर त्यही पार्टीको वरिष्ठ नेताले, आजको वर्तमान प्रधानमन्त्रीले चुनावमा त्यस्तो बाचा गर्ने, अर्कोतिर त्यही पार्टीको चितवन अधिवेशनमा आर्थिक दस्तावेजमा नेपालको संघीयता खारेज गरिने भन्ने कुरा लेखिने, यो के होला? आफैमा त विवादित पनि छ, होइन? तर मलाई लाग्छ नेपालको संविधानको आधार स्तम्भहरू ढाल्ने दुस्साहस कसैले गर्नु हुँदैन। कुनै पनि तपाईँको चाहिँ के भूमिका हुन्छ भन्नुभयो, कुनै पनि नेपालको संविधानको त्यो खुट्टालाई चलाउनु खोज्छ भने, त्यसको जगलाई चलाउन खोज्छ भने नेपाली जनताको निम्ति असह्य हुन्छ। त्यसमा श्रम संस्कृति पार्टीले त्यसलाई नेतृत्व गर्छ। एउटा सानो सानो काममा पनि गृहमन्त्री हिँडिराखेको हुन्छ, 2-4 जना क्यामेराम्यान लिएको छ र एउटा गृहमन्त्री जस्तो हिँड्दाखेरि एउटा जिल्लाको सिडिओ नै लाग्नुपर्ने होला, सबै लाग्नु पर्यो, होइन? त्यसमा गृहमन्त्रीले चाहिँ मन्त्रालयमा बसेर एउटा निर्देशन दिनु राम्रो कि त्यो चाहिँ सरकारी खर्च गरेर हिँड्नु राम्रो? त आवश्यकतामा जानु पनि राम्रो, तर कुकुर डुलाउनु आवश्यकता छैन, त्यो अरूले नै डुलाइहाल्छ, होइन? पहिलो कुरा त नीति निर्माण गर्नु हो। त्यो नीतिको आजको आवश्यकतामा नीति निर्माण गर्नु हो। त्यो नीतिलाई कार्यान्वयन गर्नको निम्ति मन्त्रीको भूमिका हुन्छ। त्यस कारणले जानु पनि नराम्रो होइन, सबै कुरामा जानु पनि राम्रो होइन। धेरै देखिन्छ नि प्रश्न उठाएर आउनु भएको हो। यो मन्त्रीहरू हिँड्दाखेरि कति धेरै लावालस्कर हो, यो देशको सम्पत्ति कसरी खर्च भइराखेको छ भनेर उहाँहरूले प्रश्न उठाएर आउनु भएको हो। तर आज हेर्दाखेरि उहाँहरूकै सबभन्दा ठुलो लावालस्कर देख्दाखेरि चाहिँ आफ्नो बोली त्यतिखेरसम्म त आफ्नो बोलीको उहाँहरू मालिक थियो, त्यति बेलासम्म त्यो शब्द अव्यक्त थियो। जब व्यक्त भयो उहाँहरू आफ्नै बोलीको दास हुनुभएको छ जस्तो मलाई लाग्छ। एउटा गृहमन्त्रीले एउटा कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो, 1-2 यो जेनजीको नाममा गर्नेहरूलाई चाहिँ मैले याद गरिराखेको छु भन्ने खालको थ्रिटन। लोकतन्त्रमा बोल्न नपाउने होइन, त्यो त गृहमन्त्रीको हो भने है, मैले गृहमन्त्रीको हो, मैले सुनेको छुइनँ। हजुर, हो भने त्यो त लोकतन्त्र होइन, गुन्डातन्त्र हो। धाकधम्कीबाट जब चल्न खोजिन्छ, मान्छे कमजोरहरूलाई, निर्दोहरूलाई तपाईँको चाहिँ होइन थर्काउन खोजिन्छ, दमनमा राख्न खोजिन्छ, शक्तिको प्रभावमा राख्न खोजिन्छ भने चाहिँ त्यो चाहिँ गुन्डातन्त्र हो। जेनजीहरूकै बलिदानको तपाईँको जगमा बनेको सरकार हो। मलाई लाग्छ जेनजीहरूलाई उहाँहरूले त्यसो भन्नु नहुने हो। जेनजीहरूले जे सपनाको आधारमा सडकमा बलिदान गर्न उत्रिए, ती बलिदानको मार्गदर्शनमा सरकार हिँड्नुपर्छ। यदि नहिँडेको हो भने त्यो शहीदहरूमाथिको अपमान हुन आउँछ। जस्तो अहिले ग्यासको हाहाकार यति छ, त्यो भनेर साध्य छैन। सायद तपाईँको घरमा छैन होला, मेरोमा पनि छैन ग्यास, होइन? यो यति धेरै सर्टेज सरकारले जानाजान गराएको छ कि उनीहरूको चाहिँ नीति राम्रो नभएर यस्तो भएको हो कि यो किन अहिलेसम्म समाधान भएन? आफ्नै पार्टीका सांसदहरूले पनि सदनमा ठुलै प्रश्नहरू उठाइराखेको छ। तपाईँको विचारमा के लाग्छ? अब यो मध्यपूर्वको लडाइँको प्रभाव भनेर त स्वाभाविक सबैले बुझिने हो, तर के कारणले हो भन्ने सन्दर्भमा सरकार त्यति राम्रो बोलेको छैन। कालाबजारीहरू नियन्त्रण
राम्रोसँगले भइराखेको छैन। जनताको जनजीविकाको सन्दर्भमा राज्य उदासीन भएको मलाई महसुस हुन्छ। अन्तर्राष्ट्रिय कारणले भएको कुरा हाम्रो मात्रै हात नहुन सक्छ, तर त्यसमा पनि मिलाउन सक्ने। हिजो यो सरकार आउँदाखेरि सुरुमा इन्डियामा हाहाकार हुँदाखेरि यहाँ हाहाकार थिएन। कतै हाम्रो छिमेकी राष्ट्रहरूसँग हाम्रो सम्बन्धहरू बिग्रिँदैछ कि, कतै हाम्रो अन्तर्राष्ट्रिय कूटनीतिहरूमा हामी भिजिलान्टे प्रकारले प्रस्तुत हुँदैछौँ कि, यसको प्रभाव पनि हुनसक्छ र कालो बजारको नियन्त्रण गर्नु नसक्नु जनताको जनजीविकाप्रति उदासीन हुनुको परिणाम पनि हुनसक्छ। जस्तो अस्ति मध्यराति बालेन शाहले एक्लो महसुस गरेको भन्ने एउटा स्ट्याटस लेख्नुभयो होइन, त्यसमा आफ्नै सांसदहरूले पनि थुप्रै प्रतिक्रियाहरू उठाउनु भएको छ। तपाईँले चाहिँ कसरी लिनुभएको छ? उहाँ कसरी एक्लो हुनुभयो? जति अग्लो भइन्छ समाजमा मान्छे त्यति नै एक्लो भइन्छ, यो मेरो भनाइ होइन। मलाई बिर्से पनि होला, यो लाल कृष्ण आडवाणीले लेखेको जस्तो लाग्छ कवितामा, जति तिमी अग्लो हुन्छौ त्यति तिमी एक्लो हुन्छौ, किनभने उहाँ अग्लो ठाउँमा हुनुहुन्छ। उहाँ एक्लो जस्तो पनि लाग्छ, तर उहाँको साथमा यो देश छ, जनता छ, तर जनताको पक्षमा देशको पक्षमा काम चाहिँ गर्नु पर्यो। राजनीतिमा अब 1000 चोटि दिनमा मर्नुपर्छ, त्यो समयले नै उहाँहरूलाई पनि सिकाउँदै लान्छ। त्यो सिलसिलामा कतै भावुक भएर भावनामा आएर लेख्नु पनि भएको होला। अब मलाई यो अहिले सरकार आइसकेपछि सबै क्षेत्रमा कर, विशेष गरी स्वास्थ्य क्षेत्रमा एउटा त तपाईँको काभ्रेपलाञ्चोको घटना पनि सुन्नुभयो होला। एकजना बुढाबुढीले चाहिँ स्वास्थ्य नपाएको कारणले श्रीमतीलाई चाहिँ बोन म्यारो समथिङ भएको र उहाँहरू चाहिँ 2 जना सुनकोशी नदीमा हाम फालेको घटना जस्तो राज्यले चाहेको भएदेखि उनीहरूलाई बचाउन सक्थ्यो कि सक्दैन थियो? यो भएको स्वास्थ्य बिमा पनि अब सरकारीमा मात्रै राखिदिएको छ होइन, यसमा के छ? यो अत्यन्तै दुःखद पक्ष। नयाँ सरकार आएको बेला 37-38 वर्षको युवा प्रधानमन्त्रीको सिंहासनमा बसेको बेला जनताले निर्वाचनबाट साँच्चै नै क्रान्ति गरेको बेला यस्तो नहुनु पर्थ्यो। जनताहरू किन निराश भइराखेका छन् र आफ्नै जीवनको प्रवाह नगरी किन आत्मदाह गरिरहेका छन्, यो निकै नै सोचनीय विषय हो। यो तपाईँको चाहिँ सामाजिक जीवनमा देखिएको जुन नकारात्मक घटनाहरू छन्, मलाई लाग्छ यो राम्रो सङ्केत होइन। अब यो तपाईँको चाहिँ सरकारले स्वास्थ्य क्षेत्रमा कर बढाएको कारणले मात्रै यो आत्मदाह भएको होइन, समग्रमा समाजको गर्भभित्र चाहिँ निराशाको लाभा डुलिरहेको छ भन्ने कुराले अर्थ राख्छ। अब जहाँसम्म स्वास्थ्य क्षेत्रमा शिक्षा क्षेत्रमा समता भन्ने शीर्षकमा लाउनु हो, त्यो प्रधानमन्त्रीले फिर्ता पनि गर्नुभएको छ र भोलि संसदमा गएर केही प्रक्रियाहरू पुरा गरेर फिर्ता पनि होला। तर कसले कसरी फिर्ता ल्यायो भन्ने कुरा सायद कुरा हुन्छ। अब सरकारको बजेट चाहिँ उसको आर्थिक दर्शन हो। सरकार कतातिर फर्केको छ त, आफू उभिएको ठाउँबाट कतातिर फर्केको छ भन्दा उसले चाहिँ सम्मानताको तपाईँको चाहिँ क्षेत्रतिर ऊ फर्केको छैन। ऊ त उद्धार तपाईँको पुँजीवादको क्षितिज हेरेको छ, विशाल विकास र समृद्धिको कुरा गरेको छ। तर तपाईँको के भन्ने त्यो बहुसङ्ख्यक नागरिकहरूको जीवनको आँसुमाथि टेकेर, पीडामाथि टेकेर र उनीहरूलाई व्यवस्था गरेर त्यो जुन प्रकारको आर्थिक दर्शन देखाउनु भएको छ, फिर्ता गरेकोमा ठुलो होइन। अब उहाँहरूले देखाउनु खोजेको सुई हो नि, त्यो सुईले चाहिँ गलत ठाउँ देखाएको छ भन्ने मलाई लाग्छ। जस्तो तपाईँ श्रम संस्कृति पार्टीसँग एकता गर्नुभयो, एउटा जनताको प्रश्न छ कि यस्तो सुकिलो मुकिलो लाउने सुदन किराँती अनि के अरे पट्टु लगाउने मैलो टी सर्ट लाउने हर्क साम्पाङसँग कसरी विचार मिल्यो भन्ने एउटा यसमा अलिकति ठ्याक्कै भन्नु। लाउनेसँगको कुराले अर्थ राख्दैन, विचारसँगको कुराले अर्थ राख्छ। ड्रेस नमिलाउँ विचार मिलाउँ, क्या जात नमिलाउँ रगत मिलाउँ न। रगत त सबैको मिल्छ, हाम्रो विचार मिल्यो भन्ने भयो क्या। उहाँको आफ्नै तर्क होला, मेरो आफ्नै तर्क हुनसक्छ, छलफल गरौँ।
उहाँको एउटा आदर्शबाट उहाँ प्रेरित हुनुहुन्छ। म त्यो आदर्शलाई फलो गर्न कति लायक छु त, हजुर म कति फलोअप गर्न सक्छु, मेरो जीवनमा कति लागु गर्न सक्छु, मेरो पनि आफ्नो परिभाषा छ होला। काम गर्दाखेरि उहाँको जस्तै लुगा लगाएर म पनि गर्छु, तर यो समारोहमा आउँदाखेरि मैले यो सर्ट लगाएर, तर यो सर्ट मैले कहाँबाट लिएर किने? भ्रष्टाचार गरेर किनेको छु छैन, माफिया तन्त्र गरेर किनेको छु, कसैलाई ठगेर किनेको छु, कसैको मन दुखाएर किनेको छु, कसैलाई चन्दा मागेर किनेको छु नि प्रश्न उठाउनु पर्छ, उठ्छ। नत्र यसमा चाहिँ प्रश्न उठ्नु हुँदैन। कुरो के हो भने हामी त अभियन्ता पनि हौ। हामीमै भएको कपडाहरूलाई अत्यन्तै सफा बनाएर लाउनुपर्छ। र हामी मान्छे हौँ, हाम्रो जिन्दगीमा, हाम्रो जुनीमा, हाम्रो यो समयमा कमसे कम आधी घन्टा चाहिँ आफ्नो शरीरलाई ख्याल गर्नुपर्छ। सबैभन्दा श्रम संस्कृति पार्टीको मान्छे सफा पनि भएर हिँड्नुपर्छ, सुकिलो पनि भएर हुनुपर्छ, तर अर्कालाई ठगेर होइन, शोषण गरेर होइन, आफ्नै कुरालाई न्यूनतम स्रोत साधनको उच्चतम प्रयोग गरेर सबभन्दा राम्रो पनि हुनुपर्छ क्या। यसो हेर्दाखेरि श्रमदाता कस्तो राम्रो, कति सफा भेस्ट लगाएको, यो पनि हुनुपर्छ जस्तो मलाई लाग्छ। अल्छे भइयो भने त बर्बाद हुन्छ नि त। उहिलेको कम्युनिस्टहरू तपाईँको चाहिँ दारीजुङ्गा झ्याप्पै पालेपछि कम्युनिस्ट हुने, दङदङती लुगा बनाउने लगाएपछि कम्युनिस्ट हुने, जुत्ता लाउनु नहुने, मासु भात खानु नहुने, सबैलाई मासु भात खाने बनाउने अभियानमा छौँ हामी त। सबैलाई सुकिलो मुकिलो बनाउने अभियानमा छौँ नि त हामी त। सबैलाई बिल्डिङ यसरी चाहिँ तपाईँको यसको परिभाषा हुनसक्छ। अन्तिममा म तपाईँलाई एउटा सोध्छु, तपाईँले यो चुनाव हुनुभन्दा अगाडि नै जब श्रम संस्कृति पार्टीलाई समर्थन गर्नुभयो, गरिसकेपछि खोटाङमा पनि हामी जित्छौँ, भोजपुरमा पनि जित्छौँ र सुनसरी एकमा पनि जित्छौँ भनेर तपाईँले जहाँ जहाँ भन्नुभएको तीनहेरी चाहिँ प्रत्यक्ष रूपमा जित हासिल भयो। यदि 84 को चुनावमा चाहिँ पूर्व क्षेत्रमा के छ सम्भावना श्रम संस्कृतिको? 84 त धेरै टाढो छ। अहिले त 6 महिनामै देश कहाँदेखि कहाँ पुग्छ, 1 महिनामै परिस्थिति कहाँदेखि कहाँ चेन्ज हुन्छ, 2 दिनमै 23 र 24 गते यस्तो भयो, देशै रहेन। 84 को अनुमान अहिले नगरौँ, अहिले राम्रो काम गरौँ। जसले राम्रो काम गर्छ र जनताको मन जित्छ त्यसैलाई जनताले फेरि देश जिम्मा लाउँछ, एकदम त कन्फर्म हो। लु धन्यवाद।